नमस्कार सबैजनालाई। आज हामी बनाउन जाँदैछौँ खसीको मासु। सर्वप्रथम खसीको मासुलाई चाहिँ राम्रोसँग पखालेर चाहिँ लिनुहोला। सर्वप्रथम मैले चाहिँ लामो खालको ठुलो क्याप्सिकमवाला खुर्सानी लिएको छु। त्यस पछाडि चाहिँ सानो एउटा हरियो खुर्सानी पनि लिएको छु। प्याज, लसुन र अदुवा पनि लिएको छु र यसलाई चाहिँ मैले ग्राइन्ड गर्नको लागि, यसको पेस्ट बनाउनको लागि चाहिँ हातले चलाउने खालको ग्राइन्डरमा चाहिँ लिएको छु। अब हजुरले आसँग खल छ भने खल पनि युज गर्न सक्नुहुन्छ अथवा मिक्सर पनि युज गर्न सक्नुहुन्छ। मसँग चाहिँ हाते छ, त्यही कारणले गर्दाखेरि मैले यसलाई प्रयोग गरेँ र यसले चाहिँ यस्तो खालको चाहिँ सानो हल्का हल्का खालको चाहिँ पेस्ट चाहिँ बनाउने गर्दछ र यही पेस्टलाई चाहिँ मैले चाहिँ मासुमा युज गर्नेछु। अब मासु पकाउन सुरु गरौँ। फर्स्टमा मैले कुकरमा तेल हाल्छु। त्यसपछि चाहिँ मैले यसमा सिधा मासु हाल्ने गर्छु। प्रायः जसो मान्छेहरूले यहीमा खडा मसला हालेर प्याज फुराएर मासु हाल्ने गर्नुहुन्छ, तर मैले चाहिँ ठ्याक्क पहिला चाहिँ मासुलाई राम्रोसँग रातो हुने गरी भुट्छु र भुटिसकेपछि बल्ल खडा मसलाहरू हालेर चाहिँ बनाउने गरेको छु र यसरी नै हजुरले मजाले खसीको मासुलाई तेलमा चलाउनु होला। मजाले सुरुमा टाँसिन्छ तर केही फरक पर्दैन। पछितिर चाहिँ हजुरले पानी हाल्ने बेला चाहिँ यो सबै टालिएको सबै निक्लेर जान्छ। चलाइसकेपछि हजुरले चाहिँ यसलाई एकछिन छोपिदिनु होला। यो मासुको पानी चाहिँ सुक्छ। सुकिसकेपछि चाहिँ बल्ल हामीले अरू प्रोसेसमा चल्छौँ र अब हामीले चाहिँ खडा मसला रेडी गर्दैछौँ। खडा मसलाको लागि चाहिँ मैले लिएको छु जिरा, धनियाँ, तेजपत्ता, ल्वाङ, सुकमेल र दालचिनी लिएको छु मैले। एउटा खुर्सानी पनि रहेको छ। हजुरसँग जे छ हजुरले चाहिँ लिन सक्नुहुन्छ। यदि छैन भने पनि यसलाई नहाल्दा पनि फरक चाहिँ केही नै पर्दैन, तर यो हाल्दाखेरि चाहिँ हल्का टेस्ट र बास्ना चाहिँ राम्रो आउनु भएको कारणले गर्दाखेरि यसलाई चाहिँ हजुरले प्रयोग गर्न सक्नुहुन्छ। अब हेर्नुहोस्, मासु हल्का हल्का रातो हुन लागिसकेको छ र यसले पानी सबै सुकाएर तेल छोडिसकेको छ। अब चाहिँ हामीले चाहिँ यसमा चाहिँ खडा मसला हाल्न गइरहेको छौँ। एक एक गरेर चाहिँ खडा मसला हामी यसमा हाल्छौँ। हालिसकेपछि फेरि मजाले चाहिँ यसलाई चलाउने काम गर्छौँ। यति बेला ग्यासको फ्लेम हल्का लो नै गर्नु होला, किन भन्दाखेरि खडा मसला छिटै डढ्ने भएको कारणले गर्दाखेरि चाहिँ लोमा हल्का मजाले पकाउनु होला। लगभग यस्तो खालको कलर मासुले छोडिसकेपछि चाहिँ अब हामीले अघि पिसेको पेस्ट जुन छ त्यो पेस्टलाई चाहिँ सिधा हामीले चाहिँ कुकरमा हाल्छौँ। पेस्ट हालिसकेपछि अब हामीले चाहिँ यसलाई राम्रोसँग पकाउनु पर्ने हुन्छ। यसमा प्याजहरू पनि रहेको छ, त्यही कारणले गर्दाखेरि मजाले चाहिँ यसलाई चाहिँ पकाउनु होला। किनभने प्याज राम्रोसँग पाकेन काँचै भयो भनेपछि प्याजले चाहिँ गुलियो पनि छोड्ने गर्छ। त्यही कारणले गर्दाखेरि चाहिँ प्याजलाई अलि राम्रोसँग पकाउनु होला। अब प्याज मजाले भुटिसकेको छ। अब हामीले यसमा चाहिँ बेसार हाल्छौँ। बेसार र नुन मैले हालेर एकछिन मजाले चाहिँ चलाउने छु। चलाइसकेपछि अब पालो रहेको छ टमाटर हाल्ने। अब हजुरसँग टमाटर छ भनेपछि टमाटर लिन सक्नुहुन्छ। मसँग टमाटरको पेस्ट रहेको छ, त्यही कारणले गर्दाखेरि चाहिँ मैले यो टमाटरको पेस्ट युज गर्छु। हजुरसँग दाना हालको टमाटर छ भनेपछि त्यो निकालेर काटेर पनि हाल्न सक्नुहुन्छ। अब प्रायः जसो खसीको मासुमा चाहिँ टमाटर युज गर्दैन, तर मैले चाहिँ युज गर्ने गरेको छु। अब हजुरलाई मनपर्छ भनेपछि युज गर्दा हुन्छ, मन पर्दैन भनेपछि युज नगर्दा पनि फरक चाहिँ पर्दैन। अब हल्का टमाटर पाकिसकेपछि अब पालो भएको छ मसला हाल्ने। मसला चाहिँ मैले मिट मसला लिएको छु। मिट मसला र यो चाहिँ गरम मसला रहेको छ। 1-2 चम्चा जति चाहिँ मिट मसला र थोरै चाहिँ गरम मसला लिएको छु। गरम मसला धेरै हाल्नुभयो भनेपछि तितो हुने गर्छ, त्यही कारणले गर्दाखेरि चाहिँ थोरै क्वान्टिटीमा लिँदा चाहिँ हजुरलाई राम्रो हुने गर्छ। मसला हालिसकेपछि मजाले चलाउनुहोस्। अब यसरी नै
मसला हल्का राम्रोसँग पाकिसकेपछि चाहिँ यसमा हजुरले पानी थपेर मजाले सिटी लाउन सक्नुहुन्छ। अब कतिको मात्रामा कतिको क्वान्टिटीमा खाने ग्रेभी खाने हो कि झोल खाने हो हजुरले चाहिँ अब त्यही अनुसार पानी चाहिँ थपघट गर्न सक्नुहुन्छ। मसँग चाहिँ यो हड्डीको सुप रहेको छ। यो हड्डीको सुप चाहिँ मैले आफैले बनाएको हो। यो खसीको हड्डी हो। अब यो खसीको हड्डीलाई चाहिँ मैले यहाँ हालेर चाहिँ पकाउने गरेको छु, किन भन्दाखेरि यसरी खाँदाखेरि चाहिँ अझ बढी स्वाद आउने भएको कारणले गर्दाखेरि चाहिँ मैले यो हड्डीको सुप चाहिँ युज गर्ने गरेको छु। हजुरलाई हड्डीको सुपको रेसिपी चाहिएको छ भनेपछि मलाई भन्नुहोला, म यसको पनि रेसिपी हाल्नेछु। यसै गरेर चाहिँ मैले सब मजाले चाहिँ हड्डीको सुप यसमा हालेँ। हड्डीको सुप चाहिँ अब बोन मेरोको कारणले गर्दाखेरि चाहिँ जमेको जस्तो भएको छ। मैले फ्रिजमा राखेको थिएँ, त्यही कारणले गर्दाखेरि अब मैले यहाँ कुकरमा हाल्ने बित्तिकै हेर्नुहोस् अब यो अटोमेटिकली पानी बन्छ र यसमा मैले पानी पनि एड गरेको छैन, किन भन्दाखेरि चाहिँ त्यही सुपमै पानी भएको कारणले गर्दाखेरि चाहिँ पानी हाल्न जरुरी परेन। सबै कुरालाई राम्रोसँग पकाइसकेपछि अब हजुरले चाहिँ यसमा कुकरको ढक्कन लगाइदिनुहोस् र ग्यासलाई चाहिँ सानो बनाएर चाहिँ मजाले पाक्न दिनुहोस्। 2-3 सिटी 4-5 सिटी लगाए पनि फरक चाहिँ केही फरक पर्दैन। अब हजुरलाई कतिसम्मको गल्काएर खान मिल्छ, गलक्क पाकेको गरी खान मन छ हजुरले त्यही अनुसारको ग्यास सेट गरेर चाहिँ राख्नु होला। मैले चाहिँ ग्यास अलिअलि सानो गराएको छु र मजाले पाक्न दिनेछु। हाम्रो मासु रेडी भइसकेको छ। अब चाहिँ मैले यसमा चाहिँ धनियाँ हाल्न बाँकी छ र म धनियाँ हाल्न जाँदैछु। धनियाँ हालेर हल्का चलाएर चाहिँ हजुरले चाहिँ मजाले यसलाई सर्भ गर्न सक्नुहुन्छ भातसँग। फर्स्ट बाइट गाइड मासुबाटै सुरु गरौँ। तातो 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 मस पाएको छ, रहेको छ हड्डीको सुपको त्यो अघि भएको हड्डी। यो हड्डी चाहिँ सबै खान मिल्छ, मजाले चाहिँ पाकेको हुन्छ, त्यही कारणले गर्दाखेरि सबै खान मिल्छ। यतातिर टोकेर पनि देखाइदिन्छु, यो मजाले टोकिने गर्छ र हेर्नुहोस् कति मजाले खान मिल्छ। आजको रेसिपी सकिन्छ। सी यू इन नेक्स्ट टाइम, बाई बाई।